साथीहरु आज चाहिँ मैले मसाला करी बनाउँदैछु है। एक मसाला करी अनि त्यसको लागि चाहिँ मैले टमाटर, अनियन, जिन्जर, गार्लिक चाहिँ मैले मजाले भुटेँ है। पहिला चाहिँ प्याजलाई मजाले भुटेर चाहिँ बादमा टमाटर हालेर अनि बोइल गरेको अन्डालाई चाहिँ मजाले यसरी कडी चाहिँ मजाले पाकेर मसाला मजाले पाकेर चाहिँ त्यसमा अन्डा तपाईले एड गर्न सक्नुहुन्छ है। अनि हेर्नुस् त यतिको चाहिँ ग्रेभी बनाउन सक्नुहुन्छ। अब तपाईलाई कतिको खानु मन लाग्छ यतिको ठिकै छ, राइससँग रोटीसँग खानुको लागि। अनि मैले चाहिँ यतिको बनाएँ है। अनि तपाईलाई एक कडी मन पर्छ कि मन पर्दैन है। मलाई त एकदम मिठो लाग्छ एक कडी। हेर्नुस् त एक कडी रेडी भइसकेको छ मेरो, एकदम मसालेदार। मैले चाहिँ यसमा पिरो एकदमै कम्ती राखेको छु है। अनि अब तपाईहरुले मैले चाहिँ यसरी अन्डा कट गरेको छु। तपाईहरुलाई डल्लो डल्लो अन्डा खानु मन पर्छ भने पनि त्यसमा सानो चिरा लगाएर तपाईले डल्लो पनि राख्न सक्नुहुन्छ। तर मैले चाहिँ यसरी दुईटा अन्डा चाहिँ दुई फ्याक गरेको छु। अन्डा पहिला दुई फ्याक गर्नुभन्दा अगाडि चाहिँ पहिला यसरी चाहिँ बोइल गरेको अन्डालाई चाहिँ तेलमा हल्दी, चिली पाउडर, सल्ट लगाएर चाहिँ तपाईले यसरी पल्टाएर पकाउन सक्नुहुन्छ। त्यहाँदेखि ग्रेभी